हेलो सर, नमस्ते। तपाईँलाई स्वागत छ त लर्निङ नेपालमा। हजुर, धन्यवाद सर। लर्निङ नेपाल हेरेर बसिरहनु भएका सबै दर्शकवृन्दहरुमा म भूपेन्द्र भण्डारी काष्ठमण्डप कार सेन्टरबाट हजुरहरूलाई चाहिँ आज हामी यहाँ भएका सेकेन्ड ह्यान्ड गाडीहरूको बारेमा जानकारी गराउँदैछौँ। के कस्तो आज हामी गाडीहरू कलेक्सनहरू हेर्छौँ, अनि ठ्याक्कै एकचोटि लोकेसन पनि भनिदिनु न हाम्रो भ्युअरहरूलाई। आज हामीले हेर्ने गाडीहरू हजुरले हेर्न सक्नुहुन्छ 20 लाख मुनिका कारहरू हामीसँग धेरै मात्रामा छन्, जसमा 2013 मोडलदेखि माथिको गाडीमा हजुरले चाहिँ डकुमेन्ट पुराउनु भने फाइनेन्स पनि गर्न मिल्छ। र हाम्रो यस काष्ठमण्डप कार सेन्टरको लोकेसन भन्नुपर्दा चाहिँ कुलेश्वरको नोबेल ब्याङ्कबाट कुलेश्वर हाइटतिर जाँदाखेरि एउटा फुटबल ग्राउन्ड छ, त्यो ग्राउन्डसँगै रहेको छ। लगभग नोबेल ब्याङ्कबाट लगभग 50 मिटर माथि मात्रै छ। ल हुन्छ, सुरुमा त हामी यहाँ सुजुकीको गाडी देख्न सक्छौँ सर, त्यसबाट सुरु गरौँ न। हजुर, यो चाहिँ सानो गाडीमा पनि एयरब्याग भएको गाडी हो सर। सुजुकीको ए स्टार 2010 मोडलको। यसमा फिचर्सहरू चाहिँ दुईटा एयरब्याग, एबिएस लगायत एसी, पावर स्टियरिङ, 4 पावर विन्डोज र ब्याक क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयरहरू सबै रहेको छ। 1000 सीसीको पेट्रोल इन्जिन भएको गाडी, माइलेजहरू र हल्का स्पोर्टी लुक्समा पनि देखिन्छ। ह्याचब्याक कार हो, कम्प्याक्ट ह्याचब्याक कार हो र मूल्य पनि एकदमै रिजनेबल नै छ। हजुरहरूको लागि यो गाडी 11.5 लाख रुपियाँमा हामीले राखेका छौँ मात्र। हजुर, मात्र 11.5 लाख। त्यसमा पनि अझ डिस्काउन्ट छ। अझै डिस्काउन्ट छ? हजुर। ओहो, ल ठिक छ। अर्को यहाँनिर एकदमै व्हाइट कलरमा दामी के अरे हुन्डाईको गाडी देख्न सक्छौँ सर। यो चाहिँ अब नेपालमा सर्वाधिक चलेको गाडी हुन्डाईको ग्रान्ड आइटेन रहेको छ। 2014 मोडलको म्याग्ना भेरिएन्ट हो सर। यसमा हजुरहरूले फिचर्स चाहिँ 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ, सेन्ट्रल लकिङ, इलेक्ट्रिक ओआरबीएम पाउनुहुन्छ भने हामीले यसमा चाहिँ रियर पार्किङ क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर र स्टियरिङ माउन्टेड कन्ट्रोल पनि राखेका छौँ, जसले गर्दा हजुरले एडिसनल फिचर्स पनि भयो। र यो व्हाइट र यो ब्ल्याकको क्रोमहरू पनि राम्रो देखेको छ। गाडी ओभरअल लुक्समा पनि एकदमै फ्रेस छ। र यो गाडी अहिलेसम्म 2 जना व्यक्तिले चलाउनु भएको गाडी 56,000 किलोमिटर गुडेको छ। र यसको मूल्य भन्नुपर्दा चाहिँ हजुरहरूको लागि हामीले 18 लाख रुपियाँमा राखेका छौँ। मैले सुरुवातमा भनिसकेको छु हजुरहरूलाई, 2013 देखि माथिको गाडीमा फाइनेन्स गर्न मिल्छ। हजुरले डकुमेन्ट पुराउनु भयो भने 50% फाइनेन्स गर्न मिल्छ। 50% हुन्छ है? ल, अर्को फेरि हुन्डाईकै हामी गाडी देख्न सक्छौँ सर। यो हुन्डाईको i10 म्याग्ना, अघि हामीले ग्रान्ड i10 हेऱ्यौँ, यो चाहिँ i10 हो। यो चाहिँ 11 सीसीको पेट्रोल इन्जिन भएको गाडी, यो मरुन कलरमा रहेको छ। यसमा 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ र ब्याक क्यामेरा लगायतको फिचर्स रहेको छ भने गाडी ओभरअल सबै कुराले पर्फेक्ट छ। हामीले बेच्ने गाडीहरू हजुरहरूले थाहा नै छ, हामीले राम्रै कन्डिसनको गाडीहरू सेल गर्छौँ। र यो गाडी 2015 को भनेपछि फाइनेन्स पनि गर्न मिलिहाल्छ। हजुरहरूलाई यो गाडी चाहिँ 16,75,000 मा हामीले राखेका छौँ। अनि जस्तो हाम्रो दर्शक बिनहरूले गाडी किन्नुभन्दा अगाडि चाहिँ उहाँहरूले एक्सिडेन्ट छ कि छैन, ठोक्या पल्ट्या छ कि छैन, हो त्यस्तो खोजिराख्नुहुन्छ के छ सर त्यसमा हाम्रो तर्फबाट? हामीले अब सुरुवातमा हामीले आफैले पनि लगानी गरेर गाडी खरिद गर्छौँ। हामीले पनि जथाभावी रूपमा आफ्नो इन्भेस्टमेन्टलाई चाहिँ गलत ठाउँमा हामी चाहिँ युज गर्दैनौँ। त्यो भइसके पछाडि फर्स्टमा हामीले गाडी नै राम्रो किन्छौँ र सेकेन्डरीको रूपमा चाहिँ हजुरले कुनै गाडी हजुरलाई हामीले यस भिडियोमा देखाएको कुनै पनि गाडी मन परेमा वा हजुरहरू चाहिँ यहाँ आएर हजुरले कुनै गाडी नपाएको खण्डमा हामीले कुनै गाडी हजुरलाई चाहिँ दिँदाखेरि चाहिँ हजुरले मजाले आफ्नो हिसाबले टेस्ट ड्राइभ गर्नुहोस्। हजुरले कम्फर्टेबल लागेपछि मजाले मेकानिकल चेक जाँच गरेर हजुरले लिन सक्नुहुन्छ मजाले है। हजुर। ल, अर्को फेरि सुजुकीको गाडी देख्न सक्छौँ सर। यो सुजुकीको हामीसँग भएको चाहिँ इग्निस हो सर। 1200 सीसीको गाडी हजुरको लागि, हाम्रो नेपाली रोडको लागि एकदम पर्फेक्ट हुने गाडी हो। हजुरलाई किनभनेदेखि 1200 सीसीको इन्जिन जसले गर्दा हजुरलाई पावरमा हजुरको ब्यालेन्स हजुरले फिल हुन्छ। र हजुरको चाहिँ माइलेज, सुजुकी गाडीमा माइलेज धेरै भइहाल्छ। यसले 15-17 दिन्छ यहाँ सिटीमा, हाइवे जाने भने 18-20 दिन्छ। र यसमा एयरब्यागदेखि लिएर एबिएसको सेफ्टी फिचर्स पनि रहेको छ। र यसको विशेष रूपमा चाहिँ हामीलाई चाहिने भनेको ग्राउन्ड क्लियरेन्स। यसको ग्राउन्ड क्लियरेन्स भनेको 180 mm को छ, जसले गर्दा हामी नेपाली रोडमा हामीलाई चलाउनुको लागि 180 mm ग्राउन्ड क्लियरेन्स भएपछि एकदम इजी हुन्छ, कम्फर्ट हुन्छ। र गाडी 2018 मोडलको। फेरि यही गाडीको बारेमा भन्नुपर्दा चाहिँ यो अहिलेसम्म 41,000 किलोमिटर गुडेको छ र अहिलेसम्म एकजना मात्रै युजर हुनुहुन्छ यसको। गाडीको ओभरअल हजुरले भिडियोमा देखिरहनु भएको जस्तै छ। र यो चाहिँ 20.5 लाखको गाडी हो। यसमा 50% फाइनेन्स हजुरको लागि 5 वर्षको लागि गर्न मिल्छ। अब यो त हजुरहरूले भिडियोमा हेरिरहनु भएको छ, हाम्रो
लर्निङ नेपालबाट आउनुभएको सरले त यो लाइभ गाडीहरू पनि देखिरहनु भएको छ। हजुरलाई कस्तो लागिरहेछ हजुर पनि एकचोटि भ्युअर्सहरूलाई भनिदिनुहोस्। पर्सनल्ली पनि उहाँहरू भिजिट गर्न सक्नुहुन्छ, किनभने यहाँनिर धेरै ह्याचब्यागहरू आफ्नो बजेट अनुसारको गाडीहरू मजाले भेटाउन सक्नुहुन्छ। प्लस तपाईँको घरमा सानो पार्किङ छ, म गाडी चढेर चाहिँ कहाँ रोडमा राख्नु भन्ने पनि टेन्सन भएन, मजाले पार्किङ गर्न पनि सजिलो भयो होइन। प्लस एउटा अब क्वालिटी कार र अनि धेरै ह्याचब्यागहरू गाडी खोज्नको लागि आउनै पर्ने ठाउँ भनेको चाहिँ काष्ठमण्डप कार सेन्टरै जस्तो लाग्छ। धन्यवाद सर। डेटसनको हामीले देख्न सक्छौँ। हजुर यो पनि हजुरलाई यो 2019 मोडलको ड्याटसनको गो, यो चाहिँ नयाँ मोडलको हो सर। यो 2017-18 को गाडीहरूमा चाहिँ हजुरले एउटा एयरब्याग पाउनुहुन्छ भने यसमा चाहिँ 2टा एयरब्याग, एबिएस र ड्राइभर साइडमा 4 पावर विन्डोज कन्ट्रोल भनेको यो नयाँ फेसलिफ्टको गाडी हो। 2019 मोडलको गाडी, यसमा फुल अप्सन फिचर्स भइ नै हाल्यो। हजुरहरूलाई यो 2019 मोडलको गाडी 5 वर्षको लागि फाइनेन्स पनि गर्न मिलिहाल्यो र मूल्य पनि एकदम रिजनेबल छ। हजुरलाई 17 लाख रुपियाँ हो। गाडी हजुरले देखिरहनु भएको छ, एकदमै फ्रेस कन्डिसन छ, कुनै पनि मेन्टेनेन्स गर्नु पर्दैन। हजुरको लागि पैसा पुगेन भने 50% फाइनेन्स गरेर लिन पनि सक्नुभयो र 19 मोडलको गाडी लेटेस्ट गाडी पनि पाउनुभयो। सबै कुराले एकदम बेस्ट गाडी हामीसँग रहेको छ। ल ठिक छ। अर्को हामी फेरि यहाँ होन्डाकै गाडी देख्न सक्छौँ सर। हामीसँग यो चाहिँ 2011 मोडलको i10 म्याग्ना छ सर। यो सिल्भर कलरमा हजुरले देखिरहनु भएको छ। कुनै पनि एक्सिडेन्टल रेकर्डहरू केही पनि छैन, कन्डिसनहरू एकदम अप टु डेट रहेको छ, हामीले मेन्टेन गरेका छौँ। हजुरले 2011 को गाडीमा पनि राम्रै कन्डिसन पाउनुहुनेछ र मूल्य हामीले यसको चाहिँ 14 लाख रुपियाँ राखेका छौँ। यसमा पनि हजुरले 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ लगायतको फिचर्सहरू पाउनुहुनेछ। ल ठिक छ। अर्को फेरि होन्डाईको गाडी। हजुर अब यो बजारमा चलेको गाडीमा चाहिँ हुन्डाई र सुजुकी नै धेरै चलेको छ, त्यही भएर हामीले प्राय हुन्डाई र सुजुकी नै राख्छौँ। र त्यसै क्रममा यो चाहिँ 2016 मोडलको ग्रान्ड i10 म्याग्ना हो। यसमा चाहिँ हजुरले फिचर्सको रूपमा चाहिँ ड्राइभर साइडमा एउटा सिङ्गल एयरब्याग पाउनुहुनेछ, 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ, इलेक्ट्रिक वायर बिम, सेन्ट्रल लकिङ, फग लाइट्स त हजुरले पाइहाल्नुभयो। र यसमा पनि एन्ड्रोइड क्यासेट प्लेयर, तपाईँको स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल सबै राखिएको छ, जसले गर्दा हजुरको ड्राइभिङ एक्सपिरियन्सलाई अलिक कन्भिनियन्ट पनि बनाउँछ। र यो गाडी 1200 सीसीको, माइलेजको लागि पनि राम्रो, रिसेल भ्यालुको लागि पनि राम्रो र हजुरले चलाउँदाखेरि कम्फर्ट पनि भयो। र प्राइसमा हजुरलाई हामीले यो 19,50,000 राखेका छौँ। 2016 मोडल गाडी फाइनेन्स त हुने भइ नै हाल्यो। ल ठिक छ। फेरि यता डेटसनको गाडी देख्न सक्छौँ सर। यो डाटसनको हामीसँग भएको चाहिँ अघि हामीले चाहिँ गो हेऱ्यौँ, यो चाहिँ सानो, यो चाहिँ रेडीगो, यो चाहिँ 800 सीसी गाडी हो। 2017 मोडलको गाडी हो, जम्मा 23,000 किलोमिटर गुडेको छ। गाडी हजुरले हेरिरहनु भएको यो सबै ओरिजिनल कलर नै हो, यसको चाहिँ पेन्टहरू पनि केही पनि गरिएको छैन। यो गाडी चाहिँ हजुरहरूले एसी, पावर स्टियरिङ, 2टा पावर विन्डो र सेन्ट्रल लक, यति फिचर्सहरू यो गाडीमा रहेको छ। माइलेजको लागि राम्रो, ग्राउन्ड क्लियरेन्स हजुरको 187 mm को हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई नर्मल बाटोमा सरर जान मिलिहाल्छ। र यो गाडीको मूल्य पनि एकदमै रिजनेबल छ, हजुरले 9.5 लाख रुपियाँ। अझ यसमा पनि फाइनेन्स त अब हजुरलाई थाहा नै छ, यसको लागि 4 वर्षको लागि फाइनेन्स हुन्छ र 50% हजुरले पे गरेर यो गाडी लान सक्नुहुन्छ। ल ठिक छ। अर्को हामी यहाँ गाडी देख्न सक्छौँ सर। यो सुजुकीको वागनर हजुर, सानो गाडी, हाइट पनि भएको गाडी र 1000 सीसी गाडी, जसले माइलेज पनि धेरै दिन्छ र हजुरको मेन्टेनेन्स पनि सस्तो पर्छ, रिसेल भ्यालु पनि राम्रो रहेको छ। र यसमा यही रेन्जमा हजुरले 2012 को गाडी किन्दा अलिक महँगो पर्ला भने यसमा यो 2012 को गाडी हजुरले 13,25,000 मा फुल अप्सन 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ, कम्पनीको क्यासेट, इलेक्ट्रिक वायर बिम, रियर वाइपर, डिफगर, सेन्ट्रल लकिङ लगायत सबै फिचर्सहरू पाउनुहुनेछ। र हजुरहरूलाई यो 13,25,000 यसमा अझ नेगोसिएबल प्राइस रहेको छ। यता हामी रेनल्टको डस्टर देख्न सक्छौँ सर। हजुर अब डस्टर भनेको हजुरलाई थाहा नै छ, 2016-17 मा नेपालमा लन्च हुँदा सर्वाधिक बिक्री भएको यो मिड साइज यो एसयुभी, जसमा चाहिँ यो चाहिँ 15 सीसी को डिजल इन्जिनमा छ, माइलेजको लागि एकदमै राम्रो र 210 mm को ग्राउन्ड क्लियरेन्स छ, जसले गर्दा चाहिँ नेपाली रोडमा जहाँ पनि सजिलै जान मिल्छ। माइलेज पनि राम्रो भयो, फुल अप्सन गाडी हो। यो डस्टर RXS भेरिएन्टमा रहेको छ। यसमा हजुरले 2वटा एयरब्याग, एबिएस, एलो व्हिल, 4 पावर विन्डोज, रियर वाइपर, डिफगर लगायत सबै फिचर्सहरू पाइहाल्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले 22,50,000 राखेका छौँ। 2017 मोडलको गाडी हो, रेनल्टको डस्टर। यतापट्टि फेरि अर्को एसयुभी देख्न सक्छौँ सर। हामीसँग रहेको 2वटा एसयुभीमा चाहिँ यो छ, हेर्नुहोस्, सुजुकीको ब्रेजा ZXi प्लस, फुल अप्सन,
टप भेरिएन्टमा 2021 मोडलको गाडी। अब यसमा सबै फिचर्सहरू लोडेड छ। फेरि यसमा प्रोजेक्टर हेडलाइटदेखि लिएर रेन सेन्सिङ वाइपर र यसमा चाहिँ हजुरको यो सेन्ट्रल मिररमा चाहिँ हजुरले नाइटमा ड्राइभ गर्नुभयो भने पछाडिको लाइट चाहिँ त्यसले रिफ्लेक्ट गरेर आफ्नो आँखामा चाहिँ असर गर्दैन। त्यो नाइट भिजन पनि रहेको छ यो सेन्ट्रल मिररमा। र यसै गरी अरू फिचर्सहरूमा हजुरको क्रुज कन्ट्रोलहरूदेखि लिएर क्लाइमेट कन्ट्रोल, पुस स्टार्ट, एलो व्हिल सबै फिचर्सहरू रहेको छ। जेटेक्साई प्लसको गाडी हो र यो गाडी चाहिँ अहिलेसम्म सिङ्गल ह्यान्डेड युज भएको गाडी। 28,000 किलोमिटर गुडेको छ। यो सबै कम्पनी पेन्ट हो। गाडीमा हजुरले छिस्रिक्क केही प्रब्लम पाउनु हुँदैन र यो गाडीको मूल्य हामीले चाहिँ 37 लाख रुपियाँ राखेका छौँ। त्यसमा पनि हजुरलाई 5 वर्षको लागि फाइनेन्स पनि गर्न मिल्छ र मूल्यमा पनि केही समायोजन गर्न मिल्छ। ल ठिक छ। अर्को फेरि यहाँ होन्डाको गाडी देख्न सक्छौँ सर। यो होन्डाको जापानिज गाडी पर्सनल फेभरेट गाडी भन्छु म यसलाई, किनभने यसको इन्जिन टेक्नोलोजीहरू एकदमै राम्रो छ। यसको इन्जिनहरू एकदमै स्मुथ हुन्छ। हजुरले चढ्दाखेरि पनि एकदमै लग्जरी फिल हुन्छ। यो गाडीहरू होन्डाको स्मल ह्याचब्याक कार हो। जस्तै हजुरको स्मल पार्किङ स्पेस छ भने यो गाडी एकदम सुटेबल हुन्छ। हजुरले जापानिज गाडी चढ्न मन लागेको छ, एउटा क्वालिटीको कार चढ्न मन लागेको छ, बजेट कम छ भने 2013 मोडलको गाडी होन्डाको ब्रियो हजुरको लागि हामीले 13 लाख रुपियाँ मात्रै हजुरको लागि लिएर आएका छौँ। गाडीको कन्डिसनहरू राम्रो छ। हजुरले टेस्ट ड्राइभ गरेर मजाले चेक गरेर लिन सक्नुहुन्छ। ल ठिक छ। यता फोर्डको गाडी देख्न सक्छौँ सर हामीले। हामीसँग यो रहेको चाहिँ 2012 मोडलको फोर्डको फिगो रहेको छ। EXI भेरिएन्टमा 1200 सीसीको अमेरिकन गाडी, इन्डियन कार, इन्डियामा एसेम्बल भएर बनेको गाडी। जसमा हजुरले चाहिँ 2टा पावर विन्डो, AC, पावर स्टियरिङ, सेन्ट्रल लकिङ, कम्पनीको क्यासेट प्लेयर र ब्याक क्यामेराहरू पाउनुहुनेछ। गाडीको कन्डिसन एकदमै राम्रो छ। वान एन्ड गाडी हो। 45,000 चान्चुन किलोमिटर गुडेको छ। गाडीमा कुनै पनि प्रब्लम छैन, कुनै पनि इस्यु छैन, कुनै पनि मेन्टेनेन्सको काम गर्नु पर्दैन। हजुरले मजाले टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ, मजाले लान सक्नुहुन्छ। यसमा सर्भिसिङहरू सबै कुरा भइसकेको छ। मूल्य पनि एकदम रिजनेबल छ। 2012 मोडलको गाडी हजुरको लागि 10,25,000 मा। यता सुजुकीको गाडी देख्न सक्छौँ सर। यो सुजुकीको अल्टो K10 हजुरको लागि सबैभन्दा बढी माइलेज दिने गाडी र यो चाहिँ लर्ड अल्टो भनेर पनि अहिले म्याक्सिमम चलिरहेको छ नि एउटा ट्रेन्ड। यो चाहिँ लर्ड अल्टो K10 VXI 1000 सीसीको गाडी। यसमा हजुरले 2टा पावर विन्डो, AC, पावर स्टियरिङ, ब्याक क्यामेरा, सेन्ट्रल लक पाउनुहुनेछ। गाडी सस्तो बजेटमा हजुरले लगभग एउटा बुलेट बाइकको सर्भिसिङको कस्टमा यो गाडी मेन्टेनेन्स हुन्छ। जस्तै हजुरले चाहिँ बुलेट बाइक चढ्ने बराबरकै मेन्टेनेन्समा हुने भएको भएर बुलेट बाइक चढ्ने बराबर खर्चमा यो गाडी चढ्न सकिन्छ। यो चाहिँ 2011 मोडलको गाडी हो। हजुरको लागि हामीले यो चाहिँ 10,25,000 मा राखेका छौँ। त्यसमा पनि मूल्य चाहिँ हामीले एकदम मिलाएर दिनेछौँ। ल सर, अब चाहिँ हामीले ओभरअल सम्पूर्ण गाडीहरूको प्राइस, कन्डिसन, मोडलहरू डिटेलमा बुझिहाल्यौँ होइन। अन्तभन्दा चाहिँ यहाँ ह्याचब्याक कारहरूको कलेक्सन एकदमै राम्रो छ होइन। सानो पार्किङको लागि र सानो बजेटको लागि एकदमै उपयुक्त र एकदमै अन्डर 20 लाखमा भने जस्तै कार पाइने रहेछ होइन। हजुर जाँदा जाँदै अन्तिममा चाहिँ हाम्रो दर्शक बिनीहरूलाई के भन्न चाहनुहुन्छ त? हजुरहरूलाई सबैजनालाई म चाहिँ इन्भाइट गर्न चाहन्छु। फर्स्ट अफ अल हजुरहरूलाई चाहिँ हामीले गाडी किन्ने सोचिरहनु भएको छ भने एकचोटि आउनै पर्ने ठाउँ हो। जसले हजुरहरूलाई जस्तै हामीले के भन्छौँ भने हामीले दिने गाडी क्वालिटीको हुन्छ। जसले गर्दा पुरानो गाडी किन्दाखेरि हजुरले एउटा माइन्डमा एउटा डर हुन्छ, एउटा त्रास हुन्छ कि गाडी बिग्रेला कि गाडीले प्रब्लम देला कि भन्ने एउटा डर हुन्छ। त्यो डरबाट मुक्त हुन चाहनुहुन्छ, तपाईँले राम्रो गाडी चाहिन्छ, जेन्युन गाडी चाहिन्छ भने हाम्रो यस काष्ठमण्डप कार सेन्टरमा हजुरले फ्रेस गाडी पाउनुहुन्छ। अन्तभन्दा राम्रो चिज पाउनुहुन्छ। कम्पेरिजन पनि गर्नुहोस्, अन्त पनि जानुहोस्। हामी कहाँ पनि एकचोटि अवश्य आउनुहोस्। हामी कहाँ आइसकेपछि गाडी नलिकन फर्किनु मिल्दैन।